भन्नुहुन्छ। अनि जब यो कुरो हुन्छ, लछेप्रै त्यहाँ माछा मारिन्छ। हेर्नुहोस् है, परमेश्वर समुद्रको गहिराईको नाप नाप्ने ज्ञान उहाँसँग छ, आकाशको उचाइको नाप नाप्ने ज्ञान उहाँसँग छ। अनि के कुरो कहाँ छ, कुन थोक कहाँ बसेको छ अथवा कहाँ छ, सबै ज्ञान परमेश्वरसँग हुँदछ। अनि जसो गरे त्यहाँ प्रशस्त माछा उनीहरूले पक्रिए। उनीहरूको सिप माछा पक्रन थियो। अनि त्यो सिपले उनीहरूले परिवारलाई पाल्दथ्यो। पेसा सिपालु हुन् यिनीहरू। हेर्नुहोस् है, सिप सिक्दै जाँदाखेरि सिपालु हुन्छ, खप्पिस बनिन्छ। यिनीहरू कहिलेदेखि है, बाइबलमा त यति सालदेखि छैन, तर यिनीहरूको पेसा नै हो माछा मार्ने। अब प्रभुको ज्ञान अनुसार, प्रभुले चाहनु वचन गरे अनुसार जब हालिए, जाल फेंके, प्रशस्त माछा त्यहाँनिर पक्रा परे। त्यहाँ जाल फाट्न आँटे भनेको छ, डुङ्गा डुब्न आँटे भनेको छ। अनि अब त्यो ज्ञान प्रभुले उनीहरूलाई दिनुभयो। अब उनीहरूको पेसा, उनीहरूको सिपलाई चाहिँ, उनीहरूले गर्दै गरेको कामलाई चाहिँ, सिप भनेको काम है, याद गर्नुहोस् है, काम गर्दै जाँदा सिपालु हुन्छ। अनि अब त्यो सिप, उनीहरूको पेसालाई प्रभुले परिवर्तन गर्न चाहनुभयो। परिवर्तन। अब त्यहाँ हेर्दाखेरि उनीहरूले प्रशस्त माछा मारे, अचम्म माने भनेको छ। इभन पत्रुसले त परमेश्वरको उपस्थितिदेखि भाग्न अथवा परमेश्वरलाई त्यहाँबाट हटिजानुहोस् भने, मबाट टाढा जानुहोस् भनेर भने। तपाईँले 8मा पढ्नुभयो भने, कारण त्यहाँनिर परमेश्वरको शक्तिशाली कामलाई जब पत्रुसले देखे, अनि पत्रुसले आफूलाई नै पापी अनुभव गरेको छ, आफूलाई पापी भएको ज्ञान आफूलाई भएको छ। हेर्नुहोस् है, यहाँनिर त्यो ज्ञान, त्यो समशक्ति पत्रुसको जीवनमा आएको छ। अब यहाँनिर जब पत्रुसले यी कुरा गरे, अनि त्यहाँ हुनेहरू पनि साह्रै अचम्म माने भनेको छ। त्यहाँ याकुब र योहन्ना पनि छक्क पर्यो भनेको छ। अब चाहिँ यिनीहरूको पेसालाई, यिनीहरूले गर्दै गरेको कामलाई चाहिँ प्रभु यीशु ख्रीष्टले अब अर्को ढाँचामा अथवा अर्को पेसामा अथवा अर्को सिप काममा प्रभुले ढाल्न चाहनुभयो। अनि ईश्वरले भन्नुभयो, अब तिमीहरूको पेसा चाहिँ, तिमीहरू अब यो समुद्रको माछा होइन, अब तिमीहरूले चाहिँ उपरान्त मानिसहरूलाई पक्रने छौ भनेर भन्नुभयो। हेर्नुहोस् है, अब यहाँनिर ख्रीष्ट यीशुको वचन नै ज्ञान हो परमेश्वरको। त्यो पत्रुसहरूको समशक्ति ज्ञान बुद्धि भन्दा ख्रीष्टले बोलेको वचन उनीहरूले जे पालन गरे, सोचेको भन्दा धेरै कुरो उनीहरूले प्राप्त गर्न सके। हेर्नुहोस् है, परमेश्वरको ज्ञान, परमेश्वरको समशक्ति जब हामी हाम्रो जीवनमा एप्लाई गर्छौँ अथवा हामी धारण गर्छौँ, अब चेलाहरूले चाहिँ अचम्म र शक्तिशाली कुरोहरू देख्न सक्छ। हेर्नुहोस् है, त्यसै कारणले परमेश्वरको वचनले, प्रभुको साथले भन्छ, परमेश्वरको वचन नै भय नै ज्ञानको सुरुवात हो भनेर। अनि परमेश्वरको भय भन्नुको मतलब पालन गर्ने कुराहरू। जसले परमेश्वरलाई भय गर्छ उसले परमेश्वरको वचनलाई पालन गर्छ। यी पत्रुसले जाल हाने अनि लछेप्रै माछा मारे भनेर भनेको छ। हेर्नुहोस् है, अनि उनीहरूको सिप अब माछा पक्रिने होइन, अब धेरै मानिसहरूलाई पक्रने अब उनीहरूको त्यो पेसा सिपमा परिवर्तन हुन्छ। हेर्नुहोस् है, अब उनीहरू शक्तिशाली बन्दै जान्छ। तपाईँलाई थाहा छ,
अब पत्रुस कतिको सिपालु भए। तपाईँले प्रेरितको किताबमा हेर्नुभयो भने उहाँले एकैपल्ट परमेश्वरको सन्देश बाँड्दाखेरि 3000 मानिसहरूले प्रभुलाई चिन्न सके। प्रभुमा आइनुहोस् है सिप अघि माछा पक्रने समुद्रको, अब उनीहरूले मानिसहरूलाई प्रभुमा ल्याउन थाले, रोगी बिरामी चङ्गाई गर्न थाले है। अब यसरी उनीहरू परमेश्वरको ज्ञान अनुसार सिपमा वृद्धि हुँदै गए। अब हामीले आजको ग्रेजुएसन तपाईँले दीक्षान्त यो तालिमलाई सिद्धाउनु भयो, परमेश्वरको यो ठुलो इच्छा हो। अब यीशुले भन्नुभयो हेर फसल त प्रशस्त छ, तर खेतालाहरूको निम्ति खेतालाको परमेश्वरलाई प्रार्थना गर भनेर प्रभुले भन्नुभएको छ। हेर्नुहोस् है, अब एउटा चरित्रको कुरा पनि रहेछ। चरित्र यो चाहिँ एकदमै हो। चरित्र संसारको पोलिटिकल फिल्डमा जस्तै चरित्र भए पनि चल्छ। इन्डियामा अहिले रिसेन्टली एउटा पोलिटिकल लिडर एडल्ट्रीमा फँसिएको, तर उसलाई बेल दियो है। पोलिटिकल फिल्डमा जस्तो पनि चल्छ, तर स्पिरिचुअल रिलम आत्मिक क्षेत्रमा एउटा चरित्र साह्रै मान राख्छ। चरित्र एकदमै त्यसले ठाउँ ओगटेको हुन्छ, अथवा त्यो चाहिँ नक्षत्र हो। एउटा चेलाको, एउटा प्रेरितको जीवनमा चरित्र चाहिँ नक्षत्र अथवा तारा जस्तो त्यो चाहिँ सबैले देखिरहेको हुन्छ। यहाँ लुकाको 10 अध्यायमा नि यीशु ख्रीष्टले 70 चेलाहरूलाई पठाउनु भयो। अब यहाँनिर यहाँबाट अलिकति सिकौँला हामी कस्तो हुनुपर्ने रहेछ। यसपछि प्रभुले, म पढ्दैछु लुका 10को 1 देखि, यसपछि प्रभुले अरू 70 जनालाई नियुक्ति गर्नुभयो। अब 12 छोडेर 70 पनि नियुक्ति गर्नुभयो। अघि 12लाई यस्तो विस्तार विवरण गरेर पठाउनु भएको छ, तर यहाँ 70लाई चाहिँ पठाउनु भएको छ। हेर्नुहोस् ल, म पढ्दैछु 2मा। उहाँले तिनीहरूलाई भन्नुभयो, फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गरेर उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। अब हेर्नुहोस् है, रेडी छ फसल, संसारका मानिसहरू तयारी। फसल तयारी भने के भनेको थाहा छ? काट्ने समय। अब कस्तो काट्ने? यो संसार यस्तो परिस्थितिमा पुगेको छ अहिले, नुहाको समय जस्तै छ होइन, सदोम र गमोरा जस्तै छ। अब न्यायको बेला आएको छ। यहाँनिर सब तयारी छ, ओके छ, खालि तुरै बजेर परमेश्वर आउन मात्र बाँकी छ। त्योपट्टि नजाउँ। संसारको परिस्थितिलाई अवलोकन गर्दाखेरि यति खतरा छ। रेडी छ अब है बाण उहाँको ढुकुटीमा जान, धान सामा छुट्याइने बेला है। ल अब तिनले भन्छ, जाऊ हेर म तिमीहरूलाई बाँसहरूको बिचमा भेडाहरूका पाठहरू चाहिँ पठाउँदैछु। एउटा क्यारेक्टर यहाँ अलिकति हेरौँ ल। अब हरेक पठाएका प्रेरित चेलाहरू, डिसाइपलहरू चाहिँ बाँसोको अगाडि पाठा चाहिँ भोजन हो नि, याद गर्नु नि। बाँसो अगाडि पाठा चाहिँ बाँसोको शिकार हो। भन्नुको मतलब चाहिँ बाँसोले आक्रमण पनि गर्न सक्छ। अहिले इन्डियामा है रिसेन्टली धेरै यस्ता कुराहरू भइरहेको छ। एउटा बिशप रेभरेन्ड पास्टरहरूलाई भित्र पसेर च्यालेन्ज गरेर होइन, यहाँनिर तिमीहरूलाई चाहिँ बाँसहरूको बिचमा भेडाका पाठाहरू चाहिँ पठाउँछु। हेर्नुहोस् त, बुझ्नुभयो भने नि चेलापना चाहिँ प्रेरितपन बडा जोखिम काम हो। ती बाँसहरूको अगाडि गएर हामीले परमेश्वरको वचन लानुपर्छ। यद्यपि हामी उनीहरूको लागि सिकारौँ। पाउलले भन्छ है, शोषित छौँ, अत्याचारमा परेका छौँ, तरै पनि हामी नाश भएका छैनौँ। हेर्नुहोस् है, त्यसरी जानुपर्छ। समय अलिक कम। अनि न त पैसाको थैली, न झोली, न जुत्ता बोका, न बाटोमा कसैलाई अभिवादन गर। हेर्नुहोस् है, अब यो अभिवादन भन्ने कुरो छ। यहाँ पैसा, झोली तुम्बी
को सन्दर्भमा अभिवादनको कुरा आउँदैछ। धेरै प्रेरितहरू, धेरै प्रभुको जनहरू मानिसलाई अभिवादन, होइन, गुड मर्निङ, नमस्ते, जय मसी, अनि त्यो भित्र कतिवटा स्वार्थ कुराहरू लुकेको हुन्छ। सिधै भनौँ न, माग्ने क्रमहरू हुन्छ। हेर, त्यस्तो नगर, पैसा, थैली, जुम्बी जुत्ता केही पनि नबोका बाटोमा कसैलाई पनि अभिवादन नगर भन्नु खोजेको चाहिँ यी थोकको सन्दर्भमा, होइन, झोली तुम्बीको सन्दर्भमा, रुपियाँ पैसाको सन्दर्भमा अभिवादन नगर। परमेश्वरको वचनले भन्दछ, खेतालाहरू ज्यालाको योग्य हुँदछ। हेर्नुहोस् है, आज वर्तमान इसाई जगतमा यो धेरै कुरोमा, यसमा आज चेला प्रेरितहरू गिरिरहेको छ। देखेको छु, झोली तुम्बीको कारण, होइन, रुपियाँ पैसाको कारण परमेश्वरलाई त्यागेर झुटो शिक्षातिर अँगालिरहेको हुन्छ। नेपालमा एक ठाउँ भन्दै थिए, हे भाइ हो, साह्रै पैसामा होइन, यसो परमेश्वरको सेवकाईमा पनि ध्यान दिनुपर्छ है, झुटो शिक्षातिर नजाऊ भनेको थिए। एकजनाले, गुरुबा, शिक्षा झुटो भए तापनि पैसा चाहिँ असली हुन्छ है, चल्छ भनेर मलाई एकजनाले भन्दै हुनुहुन्थ्यो। प्रभुले यही कुराहरू भन्दै हुनुहुन्छ। हाम्रो चरित्र एकदमै भाइटल कुरो विश्वासीको। हाम्रो चरित्रहरू एकदमै होसियारी हुनुपर्छ। पावलले तिमोथीलाई भन्दछ, सबै रुपियाँ पैसा चाहिँ सबै खराबीको जड हो है। यस कारणले गर्दाखेरि हामी होसियारी हुनुपर्छ। रुपियाँ पैसा, झोली तुम्बी को लागि हामीले मान्छेलाई अभिवादन गरेर है परमेश्वरलाई गरिब बनाउनु हुँदैन है भनेर। अनि 5ले भन्छ, जुन घरमा पस्छौ पहिले भन, यस घरलाई शान्ति होस्। एउटा प्रेरितको, एउटा डिसाइपलको चरित्र चाहिँ, हामी जुन घरमा पस्छौँ त्यो घरभित्र शान्तिको प्रयोजना, बन्दोबस्त, शान्ति भनिदिने जिम्मेवारी चाहिँ एउटा प्रेरितको हो। हेर्नुहोस् है, हामी जुन घरमा पस्छौँ हामीले त्यहाँनिर शान्ति पुर्याउने काम हाम्रो हुनुपर्छ। कारण प्रेरितले यीशुलाई बोकेको हुनुपर्छ, अनि यीशु ख्रीष्ट शान्तिदाता हुनुपर्छ। त्यो परिवारमा शान्ति हुनुपर्छ। कोही घरमा परमेश्वरको दास अथवा सेवक प्रेरित बस्दाखेरि त्यो घरमा कोही बेला झैँ झगडा पनि भएको हामी देख्छौँ है। कारण परिवारमा डिस्प्युट हुन्छ। त्यो चाहिँ एउटा प्रभुको सेवकको चरित्रले गर्दाखेरि होइन। अब घरमा त्यस्तो हुन्छ नि त, कोही बेला प्रेरितहरू घरमा बस्दाखेरि त्यो घरको वातावरणमा हामी एडजस्ट हुनुपर्छ, मिल्नुपर्छ। त्यो परिवारको परिवेशसँग हामी बक्न पर्छ, काम सकाउनु पर्छ। प्रभुको दास खायो बस्यो होइन, कोही बेला दौरा छिर्नु पर्छ, कोही बेला पानी भरिदिनु पर्छ, आँगन बडाल कुडाल गर्नुपर्छ। तब अब त्यो परिवारमा हो त यिनी परमेश्वरको दास रहेछ, शान्ति हुन्छ। बस्यो जुन घरले वास्ता दियो नि, खायो, खाएको चियाम टेबलमा ओछ्यान लतालिङ्ग बडाल कुडाल गरेन भनेदेखि घरको आमा गनगनिँदै बडाल्छ, सफा पनि गर्दैन, गिला, त्यहाँ अशान्ति हुन्छ। जे होस्, यी चरित्रहरूलाई हामीले ध्यान दिनुपर्छ। यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर है रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरू कहाँ नै फर्किआउनेछ है। तिमीहरूले गर्दा गर्दा पनि त्यो घरमा अशान्ति भयो, त्यसले बुझेन भनेदेखि त्यो शान्ति तिमीहरूसितै फर्केर आउनेछ। तर त्यहाँ शान्तिप्रिय मानिस छ भने त्यो शान्ति उनीहरूसँग रहनेछ। हेर्नुहोस् त, हामी चाहिँ शान्तिका परमेश्वरका सेवकहरू हौँ। यस कारणले गर्दा हामी जहाँ जान्छौँ त्यहाँ शान्ति लिएर जानुपर्छ। अनि 7ले भन्छ, तिनीहरूले दिएका थोकहरू खानपुन गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ, घर घर नपसी हिँड। हेर्नुहोस् है, जुन घरमा बस्छौ त्यो घरले दिएको भोजन खानेकुराहरू खाएर त्यसै घरमा बस भनेर भन्दैछ। आज हामी कस्तो चेला प्रेरितहरू पाउँछौँ, एउटा घरमा बस्छ, त्यहाँ खान्छ, अनि गएर अर्को घरमा गएर त्यो घरको कुरा गर्छ।
अब त्यो घरमा पनि खान्छ, त्यहाँ खाएर अर्को घरमा गएर त्यो घरको कुरा गर्छ। त्यस्तो प्रेरितहरू चाहिँ चेलाहरू चाहिँ हुनु हुँदैन। कुरा काट्ने, कुरा गरिने, घर घर पसिहिँड्ने। हेर्नुहोस् है, फेरि यहाँ एउटा कुरा छ नि, सुसमाचार सुनाउँदा त घर घर पस्नुपर्छ त भन्ने कुरो। तर यहाँ चाहिँ के भनेको छ, खाने थोकको सन्दर्भमा छ नि त, होइन र? यहाँ खायो, पल्लो घरमा मासु पाकेको छ भने यो घर छोडेर पल्लो घरमा पस्यो। त्यसरी चाहिँ चेलाले कहिले पनि नगर्ने। हेर्नुहोस् है, जहाँ बसेका छौ त्यो घरको भोजनमा सन्तुष्ट रह है। भोजनको खातिर, खानुको खातिर घर घर पस्दै, अब शब्द अप्ठ्यारो है, हामीलाई थाहा छ, घर घर घुम्ने होइन, त्यस्ता प्रवृत्तिका चाहिँ तिमीहरू नहो भनेर प्रभुले यहाँनिर चेलाहरूलाई भन्दै हुनुहुन्छ। अझ यस्ताहरू पनि पाउँछौँ हामी। तर यहाँ प्रभुले भन्दै हुनुहुन्छ, तिमी जुन घरमा बस्छौ बस्छौ त्यहाँको खानपिन गरेर त्यही घरमा बस, अनि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। तपाईँलाई परमेश्वरले जुटाइदिनुहुन्छ नि। घर मालिकको, घरको, घरबेटीको हृदयमा प्रभु बोल्नुहुन्छ नि। तर हामी घर घर डुल्दै है गऱ्यौँ भनेदेखि त्यो घरबेटी दुखी हुन्छ। तपाईँलाई थाहा छ, एलियालाई परमेश्वरले कागद्वारा मासु र रोटी दिनुहुन्थ्यो। त्यो कागले मासु पायो भने छोड्थ्यो र त्यो कागले रोटी पायो भने छोड्थ्यो र? तर त्यस्तो लोभी, त्यस्तो घिच्चक कागको हृदयलाई परिवर्तन गर्ने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। यस कारणले गर्दा खाने कुरोको लागि होइन, भोजनको लागि घर घर पसि नहिँड भनेर चेलाहरूलाई प्रभुले भन्नुहुन्छ। अनि 8मा भन्नुहुन्छ, जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूको सामु राखिदिएको भोजन खाओ। अब हेर्नुहोस् है, यहाँनिर यही कुरो छ। हामीमा स्वागत, सहरमा हामी जहाँ जान्छौँ यदि स्वागत गर्छ भनेदेखि उनीहरूले राखिदिएको, हाम्रो अगाडि राखिदिएको भोजनहरू खाओ। अब खाएर त्यतिकै चेलाहरू जाने? काम गर्नुपर्छ है प्रिय, काम गर्नुपर्छ। कोही चेलाहरू त प्रेरितहरू खाँदै सुतेर भुँडी टन्न टन्न भुँडी फुलाएकोहरू होइन, ठ्यास ठ्यास भएकोहरू पनि पाउँछु। खाएर के गर्ने त? 9ले भन्छ, त्यहाँ भएका रोगीहरूलाई निको पार। अब फेरि चेलाले के, ल सबै कुरो प्रभुले बन्दोबस्त गर्नुहुन्छ, बस्ने ठाउँ, खाने ठाउँ होइन, सहर बजारतिर। तर अब के गर्नुपर्ने? त्यहाँ भएका रोगीहरूलाई निको पार। हेर्नुहोस् है, अब चेला प्रेरित हो, हामीले जति पनि हामीले तालिम प्राप्त गरेको छ, हामी अगुवाहरू, रोगी बिरामीलाई निको पार्ने हो। अनि उनीहरूलाई भन्नुपर्ने हो, परमेश्वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ। यही हो चेलाहरूको काम। हेर्नु, यही हो चरित्रमा बस्नुपर्ने अनि खाइपी गरेर काम गर्नुपर्ने प्रिय। र प्रभुले चेलाहरूको निम्ति साह्रै सोच्नुहुन्थ्यो। आज जति पनि तपाईँहरू तालिम गरेर बाहिर निस्किनु भएको छ, परमेश्वरले तपाईँको लागि धेरै ख्याल गर्नुहुन्छ। परमेश्वरले जति पनि हामी उहाँको खेतबारीमा काम गरिरहेका छौँ, उहाँ चिन्तित हुनुहुन्थ्यो। अनि चिन्तित भएर प्रार्थना पनि गर्नुभयो। हेर्नुहोस् है, प्रभुले आफ्नो निम्ति प्रार्थना गर्नुभयो, विश्वासीहरूको निम्ति पनि प्रार्थना गर्नुभयो, चेलाहरूको निम्ति पनि प्रार्थना गर्नुभयो। अनि चेलाहरूको निम्ति चाहिँ यस्तो गम्भीर प्रार्थना गर्नुभएको छ कि, यस्तो खालको प्रार्थना गर्नुभएको छ, यिनीहरू चाहिँ दुष्टबाट अलग बसोस्, दुष्टबाट सुरक्षित होस्, राखिदिनुहोस् भनेर प्रार्थना गर्नुभएको छ। हामी कतिजना अगुवाहरू, चेलाहरू दुष्टको सङ्गतमा छौँ। प्रभुलाई थाहा थियो यिनीहरू दुष्टसँग मिल्छ भनेर। हेर्नुहोस् है, पवित्र आत्माले आज तपाईँ र मलाई यी कुराहरू भन्दै हुनुहुन्छ। अहिलेको वर्तमान समयमा धेरै चेला प्रेरितहरू, हामीहरू अगुवाहरू दुष्टसँग हाम्रो कम्पनी छ, हाम्रो सहभागी छ।
तपाईँलाई थाहा छ प्रभुले हाम्रो लागि चेलाहरूको लागि कस्तो प्रार्थना गरिदिनु भयो? यूहन्नाको किताब 17 अध्यायको म 14 देखि पढ्छु ल। यूहन्ना 17 को 14, यो चाहिँ चेलाहरूको निम्ति यीशुले गर्नुभएको प्रार्थना। मैले तिनीहरूलाई तपाईँको वचन दिए। यीशु ख्रीष्टले तपाईँ र मलाई उहाँको वचन दिनु भएको छ। मैले तिनीहरूलाई तपाईँको वचन दिए अथवा पिताको वचन दिए, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारको होइनन् जसरी म संसारको होइन। अब याद गर्नु पर्यो, हामी संसारमा छौँ तर हामी संसारका होइनौँ। हेर्नुहोस् है चेलाहरू एकदमै। अनि यहाँ भन्छ 15ले, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ। यसोले भन्नुभयो संसारबाट चाहिँ यिनी चेलाहरूलाई लगिहाल्नुहोस्, उठाउनुहोस् भनेर म प्रार्थना चाहिँ गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। यो चाहिँ ख्रीष्ट यीशुको प्रार्थना चेलाहरूको लागि, डिसाइपल्सको लागि हो, हाम्रो लागि हो, मेरो लागि हो। अनि यीशु यसमा साह्रै चिन्तित हुनुहुन्थ्यो, यिनीहरू दुष्टको हातमा नपरोस्। हेर्नुहोस् है, दुष्टको हातमा पर्यो भनेदेखि नि ज्ञान, स्वर्गीय ज्ञान उसले नराम्रो कुरोमा प्रयोग गर्छ। सिप, उसमा भएको इलिम सबै उसले प्राण लिने, हत्या गर्ने कुरोमा लाउँछ। चरित्र सबै बलात्कार, व्याभिचार, पाप, होइन, गुण्डागर्दी यसमा लाउँछ। तपाईँलाई थाहा छ नि, होइन? ज्ञान छ नि, ज्ञानिलो मान्छेहरू न्युक्लियर बम बनाएर, होइन, मिसाइल बनाएर मान्छे मारेर। सिप छ नि, कस्तो कस्तो सिप, सबै प्राण लिने सिपहरू, होइन, नराम्रो नराम्रो। अनि चरित्र हेर्नुहोस् त, आज प्रभुले यही कुरा भन्दै हुन्छ, यिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। हेर्नुहोस् है, भजन सङ्ग्रह 1, होइन, धन्य ती मानिसहरू जो दुष्टहरूको सङ्गति अथवा चालमा चल्दैन। दुष्ट भनेको चाहिँ नि के भनौँ, लुसिफरले मान्छे चाहिँ मारेको होइन, होइन? लुसिफरले कुनै त्यहाँ परमेश्वरको वरिपरि स्वर्गदूत हुनेहरूको घाँटी छिनाएको चाहिँ होइन। एउटै कुरो, घमण्ड गरेको कारणले गर्दाखेरि चाहिँ लुसिफरको घमण्ड चाहिँ परमेश्वरको दृष्टिमा अयोग्य ठहरियो र फ्याँकियो। हेर्नुहोस् है, दुष्टता। अहिले हामी जति पनि सेवकहरू छौँ है, हामीमा दुष्टहरूको यो प्रवृत्तिहरूबाट हामी अलग बस्नुपर्छ। यीशु ख्रीष्टको चाहना पनि यही थियो, यिनीहरूलाई दुष्टको हातबाट सुरक्षित राख्नुहोस्। होइन, दुष्टले जहिले पनि परमेश्वरको राज्यको विरुद्धमा काम गरेको हुन्छ। दुष्टले जहिले पनि मानिसहरूलाई परमेश्वरको नजिक जान दिँदैन। दुष्टको चरित्र यति साह्रो खराब मात्र हुन्छ, उसले कहिले पनि परमेश्वरलाई महिमा दिन चाहँदैन, आफू मात्र महिमा लिन चाहन्छ। अनि यीशु ख्रीष्टले भन्नुभयो यिनीहरूलाई दुष्टबाट अलग राख्नुहोस्, है, अलग होस् यिनीहरूलाई। हे परमेश्वर, यिनीहरूलाई तपाईँले दुष्टको सङ्गतिबाट अलग राख्नुहोस्। आज परमेश्वरले यो कुरा हाम्रो लागि गरिदिनु भएको। म अन्तिममा एउटा पद पढ्छु ल, लुका 14 अध्यायबाट 14 को 33 34। अब हेर्नुहोस् एउटा कुरो, 27 पनि पढ्छु, अब अन्तिम पढ्छु ल। चेलाहरू, लुका 14 को 27, जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। अब यहाँ भनेको चाहिँ डाइरेक्ट चेला भनेको छ। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। क्रुसलाई हेरौँ न, क्रुसमा के पाउँछ? प्रभु झुन्डेको क्रुसमा निन्दा, होइन, खेदो, सताव, दोष, आरोप, विभिन्न क्रुसमा क्रुस सताव, मृत्युको प्रतीक सबै कुरो छ। र आरामदायक जीवन बिताउने व्यक्ति प्रभुको चेला हुन सक्दैन। बेड अफ रोज लाइफ बिताउने, आरामदायक जीवन बिताउने व्यक्ति प्रभुको चेला हुन सक्दैन। ल है,
हामीले कष्ट समस्या क्रुसमा त्यही हो, वेदना पीडा है, आँखा छ, सब 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 कुरो क्रुसमा चाहिँ म त्यो देख्छु है। अनि जब साह्रो गाह्रो हुन्छ तपाईँ र मलाई क्रुसलाई हेर्नुपर्छ, क्रुसलाई सम्झिनुपर्छ। जिउ दुखेको, ज्वरो मार्गी सब बेकार हुन्छ, जाति हुन्छ भनौँ न, त्यसको सामने क्रुसको पीडा अगाडि हाम्रो वेदना पीडाहरूको मान कुनै हुँदैन। र तल 33ले भन्छ, लुका 14को 33, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। यो पनि त्याग्नु पर्यो। भन्दै गर्दाखेरि यीशु ख्रीष्टको जन्ममा 3 जना म्यागी होइन, नम्बर त छैन, ती ज्ञानी मानिसहरूले आफूमा भएको सबै कुरो सुन सुन्दुक मुर्रा सबै झोला नै खनाइराखे। तब मात्र उनीहरू अर्को बाटो गए। त्यो दिएको कुरोहरू चाहिँ हेरोदको राजदरबारमा कमाएको कुरोहरू हो। हेरोद राजाको दरबारमा उनीहरू बसेर कमाएको सबै खनाइराखे यीशुलाई। परमेश्वरको हो यो, हेरोद राजाको होइन, हाम्रो होइन। छोड्नुपर्छ हामीमा भएको कुरोहरू, त्यागेर अन्त मात्रै अर्को बाटो हुन्छ, अन्त मात्रै चेला बन्दछ। र 34 पढ्छु, नुन असल हो र नुन अलिनु भयो भने केले त्यो नुनिलो हुने? हेर्नु है, चेला हुनु असल हो, प्रेरित बनिनु असल हो, तर प्रेरितमा हुनुपर्ने प्रेरितीय गुणहरू नुनहरू छैन भने चाहिँ त्यो केले प्रेरित बन्ने, केले प्रभुको सेवक हुने? प्रभुले भन्नुभएको छ तिमीहरू जगतको नुन हौ। ओके, तर हामीमा त्यो स्वाद गुण हरायो भने? नुनको एउटा साधारण चरित्र चाहिँ नुन डिजल्भ डाइल्युट हुन्छ होइन, मिसिन्छ, तर उसले स्वाद कहिले पनि हराउँदैन। भरे फेरि हाई भेपर दिएर त्यसलाई पानी फ्याँक्यो भने फेरि पनि त्यो आफ्नो सोलिड फर्ममा आउँछ। हरायो भने के हुने त? त्यो न त जमिनको निम्ति न खातको निम्ति काम लाग्नेछ है। एउटा चेला, एउटा प्रेरित चाहिँ नि प्रेरितीय कर्ममा काम गर्दै जाँदाखेरि आफ्नो गुणहरू स्वभावहरूदेखि टाढिएर संसारको गुणले भर्यो भने नि न त मण्डलीमा पनि काम लाग्छ, न कसैको निम्ति उत्साहको स्रोत नै बनिन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छ भनेको, मण्डलीले पनि फ्याँकिदिन्छ, मानिसहरूले पनि छिसी दूर दूर गर्छ। जसको सुन्ने कान छ त्यसले सुनोस्। प्रभुको आत्माले प्रेरित तपाईँ र मलाई के भन्दैछ? आज प्रेरितीय चरित्र ज्ञान सिप हामीमा हुनुपर्छ। आउनुहोस् छोटो प्रार्थना गर्छु। ल प्रभु, धन्यवाद छ तपाईँलाई, आज मेरो लागि तपाईँ बोल्नुभयो। यसै तपाईँले दीक्षान्त कार्यक्रममा बोल्ने समय जुटाउनु भयो, धन्यवाद छ। जतिजनाले यहाँबाट तालिम गरेर तपाईँको खेतमा काम गर्न निस्कँदैछ प्रभु, यिनीहरूलाई सहायता गर्नुहोस्। यो कुरो निश्चय छ, खेतालाहरू ज्यालाको योग्य हुँदछ, कुनै कुरोको अभाव तपाईँले राख्नुहुन्न। यहोवा हिरिए परमेश्वर, जुटाइदिने परमेश्वर, एलियालाई जुटाउने परमेश्वर, अब्राहमलाई जुटाउने परमेश्वर, यिनीहरूको लुगा फाटा, जुत्ताहरू, झोलाहरू सबै कुरो सुसज्जित पार्ने परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु, यिनीहरूले 2टा झोला होइन, एउटै सुसमाचारको झोला बोकेर हिँड्ने प्रेरित छोराछोरी बनाउनुहोस्। धन्यवाद छ यो क्लासलाई आयोजन गर्ने डाइरेक्टरलाई, आयोजक समितिलाई, जति गुरुजनहरू थिए, गुरुजन थिए, उनीहरूलाई तपाईँले सहायता गर्नुभयो, धन्यवाद छ। आउँदो दिनको सबै तालिम कार्यहरू सबै तपाईँको हातमा राख्दछु। हामी जति गुरुजन आज उपस्थित छौँ, हरेकलाई तपाईँको अभिषेक अभिषेक अभिषेकले भर्नुहोस्, पवित्र आत्माले भर्नुहोस्। धन्यवाद छ सबै कुरोको लागि। सारा आदर महिमा तपाईँलाई दिँदै माग्छौँ आशिष यीशु प्रभुको नाउँमा, आमेन। हुन्छ, जय मसीह, जय मसीह। यो समय फेरि पनि हाम्रो आजका होस्टलाई हस्तान्तरण गर्दछु। जय मसीह।
अ, विशेष गरी म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र अ, आज यस अनलाइनबाटै दीक्षान्तको यो कार्यक्रम हुँदै गर्दा अनि आजको यो दीक्षान्त कार्यक्रममा सहभागी हुनुहुने हाम्रा आदरणीय पास्टर गुरुजनहरू हुनुहुन्छ, अस्ट्रेलियाबाट, दार्जिलिङबाट, युएसएबाट हजुर यहाँ सबैजनालाई, साथै आज दीक्षान्तित हुनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यहाँहरूलाई सबैजनालाई मेरो तर्फबाट जय मसीह। र विशेष सुरुमै अब म यहाँनिर चाहिँ आज दीक्षान्तित हुनुहुनेहरूलाई म यो तालिमको निर्देशकको तर्फबाट म हार्दिक बधाई तथा शुभकामना पनि दिन चाहन्छु। यो मौका अनि अवसर परमेश्वरले दिनुभयो अनि वास्तवमा भन्यो भने हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको एक सिकाइ रहेछ। हामी कति सिक्छौँ त्यो सिकाइको कारण गर्दा अनि अघि बढ्नलाई चाहिँ हामीलाई सामर्थ्य बलहरू अझै हामीलाई मिल्ने रहेछ। प्रभुलाई स्तुति होस्। र यहाँहरूको माझमा यो तालिम के हो, यो तालिम कहाँबाट कसरी सुरुवात भयो भन्ने बारेमा यहाँहरूको माझमा म राख्न चाहन्छु। यो तालिम चाहिँ म आफै चाहिँ एउटा संयोजक भएर, संयोजक टिममा चाहिँ हाम्रो पास्टर पिटर बराम पनि हुनुहुन्थ्यो अनि अन्य हामी 4 जना बसेर अनि यो तालिमको संयोजकमा आफै भएर अनि हामी आफैले सिकेर अनि यो तालिमको निर्देशक रूपमा मैले जिम्मेवारी पाएँ। यो तालिम निर्देशक रूपमा मैले गर्दै गर्दा 3वटा फिजिकल तालिम चाहिँ दीक्षान्त भइसकेको छ यो 2025 भित्र। यो 2025 भित्र हामी आफैले लिएर त्यसपछि 3वटा तालिम चाहिँ दीक्षान्त गराउनलाई प्रभुले सहायता गर्नुभयो अनि यो अनलाइनबाट पनि गराउन सहायता गर्नुभयो। यो सरसरी हेर्दाखेरि मेरो निर्देशनमा यो 4वटा तालिम चाहिँ सम्पन्न गर्नमा परमेश्वरले सहायता गर्नुभयो अनि यो तालिमको चाहिँ विशेष प्रमुख रूपमा भूमिका खेल्नु भएको छ पास्टर पिटर। उहाँले चाहिँ यो तालिमको सम्पूर्ण एउटा जिम्मेवारी, एउटा कार्यभारहरू सम्हालेर उहाँले यहाँसम्म ल्याउनु भएको छ यो 3 महिना अवधिसम्म। अब यहाँहरूको माझमा अनि आजको यो तालिमको बारेमा यहाँहरूको माझमा केही दर्शनहरू, यो तालिमले देखिएका कुराहरू राख्न चाहन्छु। र नेपालमा हो भने चाहिँ 2012 अर्थात् 2067मा नेपालमा चाहिँ यो तालिमको सुरुवात भएको र सँगसँगै अब यहाँहरूको माझमा यसको यो तालिमको परिचयको विषयमा यहाँहरूको माझमा राख्न चाहन्छु। विश्वभरि असल अगुवाको खोजीमा युद्धहरू भइरहेका छन्। आज संसारमै हेर्ने हो भने ठुला ठुला युद्धहरू हुनु अनि यो चाहिँ एउटा असल अगुवा नभएको। यदि असल अगुवा हुने हो भने देश टुक्रिँदैन, देशमा हुलदुङ्गा हुँदैन र विश्वमा युद्धहरू हुँदैन। अनि आज समाजले पनि एउटा असल अगुवा खोजेको छ, चाहे धार्मिक क्षेत्रमा होस्, चाहे राजनीतिक क्षेत्रमा होस्, चाहे शैक्षिक क्षेत्रमा होस्, चाहे सामाजिक क्षेत्रमा होस्, चाहे मण्डलीभित्र होस्। मण्डलीले पनि आज एउटा असल अगुवा खोजिरहेको छ अनि आज असल अगुवाको खोजीमा आज ठुला ठुला युद्धहरू भइसकेका छन्। असल अगुवाको खोजीमा ठुला ठुला आन्दोलनहरू भइसकेका छन्। हाम्रो नेपालमा यो 4 महिना अगाडिको जुन जेएनजी आन्दोलन भयो यो पनि एउटा असल अगुवाकै खोजीमा भएको एउटा आन्दोलन थियो। बङ्गलादेशमा आन्दोलन भयो, श्रीलङ्कामा आन्दोलन भयो। यो हुनुको मुख्य कारण चाहिँ समूह अर्थात् त्यो भिडले चाहिँ एउटा असल अगुवा खोज्नुको कारण नै यही हो कि उसलाई ठिक बाटोमा डोराउने एउटा असल अगुवा भएन, होइन? हामी त्यो कुराहरू चाहिँ देख्न सक्छौँ र हामीले येशू ख्रीष्टले पनि एउटा असल अगुवा
नदेखेर उहाँ पनि बारम्बार रुनु भएको छ। बारम्बार हामीले मत्ती 9 अध्यायको 37मा गएर हेर्ने हो भने उहाँ भिडलाई देखेर उहाँको हृदय व्याकुल भएर उहाँ चाहिँ रुनुभयो। किनभने त्यो समयका मानिसहरू चाहिँ गोठाला बिनाका बेचैन हैरान उनीहरू भएका थिए। अनि येशूले पनि त्यहाँ असल अगुवा चाहिँ नदेख्नु भएको कारणले गर्दा उहाँ भिडलाई देखेर पटक पटक रुनुभएको थियो। अनि अहिले मण्डलीमा पनि असल अगुवाको खाँचो छ। जब मण्डली फुट्छ त्यो असल अगुवा नभएर मण्डली फुट्छ। जब देशमा समस्याहरू आउँछ, विकराल परिस्थितिहरू आउँछ, अनि घरेलु हिंसा र घरेलु एउटा युद्धहरू हुन्छन्, तब त्यहाँ एउटा असल अगुवा नभएर नि युद्ध भएको हो। असल अगुवा नभएर नि मण्डली फुटेको, असल अगुवा नभएर नि समाजहरू टुक्रिएको अनि विभिन्न भागमा विभाजित भएको यो कुराहरू देख्न सक्छौँ। अब यो तालिम चाहिँ कस्तो व्यक्तिहरूले सुरुवात गर्नुभएको हो भने जसले चाहिँ 40 वर्षसम्म सेवाकाई गर्नुभयो, पास्टरल सेवाकाई। त्यसपछि उहाँहरू चाहिँ पास्टरल सेवाकाईबाट उहाँहरू चाहिँ रिटायर हुनुभयो। अनि रिटायर भइसकेपछि उहाँले प्रार्थना गर्नुभयो। अब हाम्रो यो 40 वर्षको अनुभव चाहिँ अब हामीले कसरी सुनाउने भन्दा चाहिँ उहाँहरूले प्रार्थना गर्नुभयो। त्यसपछि यो पाठहरू तयार गर्दा उहाँहरू राष्ट्रपतिसँग बस्नुभयो, मेयरसँग बस्नुभयो, बिजनेस गर्ने व्यक्तिहरूसँग बस्नुभयो, सफलता प्राप्त भएका व्यक्तिहरूसँग बस्नुभयो, अनि असफल भएका व्यक्तिसँग पनि बस्नुभयो। विभिन्न व्यक्तिहरूसँग बस्नुभयो, साधारणभन्दा साधारण व्यक्तिसँग बस्नुभयो, अनि एकदमै विश्वमा नाम चलेर कहिलेका व्यक्तिसँग पनि बस्नुभयो। अनि उहाँले ती व्यक्तिहरूसँग अनि अनुभवहरू लिनुभयो। अनि यो पाठ चाहिँ ती व्यक्तिहरूको अनुभव हो जसले 40 वर्षसम्म पास्टर सेवाकाई गर्नुभयो, जसले उहाँले दुःख गर्नुभयो, यो चाहिँ मिसनरीसँग बसेर छलफल गर्नुभयो। अनि यो चाहिँ सबै व्यक्तित्वहरूसँग लिएको एउटा अनुभवबाट तयार पारेका पाठहरू हुन्। अनि यो पाठलाई तयार पार्नलाई कम्तीमा पनि 7 वर्ष लागेको थियो। अनि यो पाठ अब तपाईँ हाम्रो एउटा हातमा आएको छ। अनि यो तालिम चाहिँ किन आवश्यकता छ? अहिले संसारभरि तालिम चाहिँ धेरै छ, स्याउ जस्तै उम्रेका तालिमहरू छन्। तर यो तालिम चाहिँ किन त एकदमै आवश्यकता छ भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ यो तालिमले अगुवा बनाउँदैन। यो तालिमले अगुवा बनाउँदैन, तर यो तालिमले मण्डलीमा भएको पास्टर, एल्डर, डिकन र अगुवाहरूलाई चाहिँ सुसज्जित बनाउने कामहरू गर्दछ। अनि उहाँहरूलाई उत्साह दिने कामहरू गर्दछ। अनि यहाँनिर यही कुराहरू चाहिँ हामी देख्न सक्छौँ। यो तालिमको उद्देश्य चाहिँ यसरी नै सुरुवात भएको छ। यो तालिमले देखेको एउटै कुरा चाहिँ के हो भने एउटा असल अगुवा हो, होइन? हामी त्यो कुरा देख्न सक्छौँ। हुन्छ, अब यसलाई हामी अघि यहाँनिर मैले अघि भनिहालेँ, मत्ती 9 अध्यायको 36-38तिर हेर्ने हो भने त्यो समयमा चाहिँ येशूको हृदय चाहिँ दयाले भरिएको थियो। अब त्यो बेला किन येशूको हृदय दयाले भरियो भन्दाखेरि चाहिँ त्यस समय पनि अगुवाहरू थिए, भयङ्कर नाम चलेका अगुवाहरू थिए। जस्तै उहाँहरू शास्त्रीहरू थिए, शास्त्री जो चाहिँ धर्मशास्त्र चाहिँ कर्लफै खाएको। उनीहरू हरेक खण्डलाई उनीहरूले चाहिँ व्याख्या गर्न सक्थे, मानिसहरूलाई सिकाउन सक्थे। नाम चलेका एकदमै वरिष्ठ शास्त्रीहरू, शिक्षकहरू थिए। अनि अर्को चाहिँ फरिसीहरू थिए, जो चाहिँ उनीहरूले धर्मशास्त्र अध्ययन गरेर मानिसहरूको माझमा त्यो रीतिथिति र परमेश्वरको वचनहरू सिकाउने र आज्ञा पालन गर्न सिकाउने काम गर्थे भने अर्को समूह थिए, त्यो चाहिँ हो सदुकी। त्यो समयमा यी 3 प्रकारका धार्मिक अगुवाहरू थिए। यी 3 प्रकारका धार्मिक अगुवाले आफ्नो ती बगालको वास्ता नगरेर, बगाललाई प्रेम नगरेर, होइन, उनीहरू चाहिँ त्यो शिक्षा मात्रै सिकाएको,
तर उनीहरूलाई घाउमा मलमपट्टि नगरेको अनि उनीहरूको निराशा चिन्तामा अनि उत्साह नदिएर उनीहरूलाई चाहिँ एउटा गोठालोपन नगरेको चाहिँ येशूले देख्नुभयो अनि येशूको हृदय चाहिँ दयाले भरेको थियो। हामी त्यो समयका नाम चलेका यी अगुवाहरू थिए, तर यी अगुवाहरूले चाहिँ कुनै पनि भिडलाई वास्ताहरू देखाएनन्, भिडलाई फ्रेमहरू देखाएनन् अनि भिडलाई परमेश्वरको राज्य र धार्मिकतामा डोराएनन् र भिडको वास्ता गरेनन्। यसै कारण येशूले चाहिँ ती अगुवाहरूले चाहिँ देख्नु भएन ती वास्ता गर्नुभएको अनि येशूको हृदय चाहिँ दयाले भरियो। अब यहाँनिर अब अहिले हेर्नेछौँ, त्यसरी अब यो एउटा अहिलेको अर्को कुरो भयो भने यो चाहिँ अहिलेको मण्डलीको अवस्था हो। अहिलेको मण्डली अहिले यस्तो अवस्थामा छ, जसरी हजुरले हेर्नुहुन्छ एकपट्टि पेसा गर्नेहरू धेरै छन् अनि एकपट्टि सेवा गर्ने चाहिँ एकजना मात्रै छन्। अनि अहिले संसारभरि यस्तो छ, हरेक दिनमा 1500 भन्दा बढी मानिसहरूले सेवाकाई छोडिरहेको छ संसारभरिमा। हामीले अस्ति 1-2 महिना अगाडि एउटा समाचार पनि सुन्यौँ, अमेरिकामा चाहिँ 15,000वटा मण्डली चाहिँ बन्द भइसकेको कुराहरू। यो चाहिँ डरलाग्दो कुराहरू अहिले संसारमा भइरहेको छ। अहिले पेसा गर्ने मानिसहरू धेरै छन्, तर सेवा गर्ने मानिस चाहिँ एकजना छ। अनि अहिले सेवाकाई छोड्ने मानिसहरू धेरै छन्। यो ग्लोबल लिडको पाठमा हामी देख्न सक्छौँ कि आज सेवाकाई गर्ने मानिसहरू चाहिँ निराशामा छन्, हताशमा छन्। अनि आज हामी हेर्ने हो भने हजुरले यहाँनिर पेसामा गर्ने हेर्ने हो भने पेसा गर्नेसँग पैसा छ, उनीसँग पैसा कमाउँछन्, तर सेवाकाई गर्नेसँग चाहिँ पैसा हुँदैन, तर सेवाकाई गर्ने दर्शन छ। अनि अहिले यो संसारको अहिले मिसनको अवस्था, मण्डली भित्रको अवस्था यो छ। किनभने पेसा गर्नेसँग एउटा सेवा गर्ने दर्शन छैन र सेवा गर्ने व्यक्तिसँग सेवा गर्नको लागि पैसा छैन।